दर्शकवृन्द, आजको कार्यक्रम सुरुवात गरौँ सातामा वैदेशिक रोजगार र आर्थिक सम्बन्धी भएका केही साताका गतिविधिहरूबाट। के तपाईँ वैदेशिक रोजगारमा जाने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ख्याल राख्नुहोस् है, वैदेशिक रोजगारमा जाँदा हातमा कुनै न कुनै सिप सिकेर मात्र जानुपर्दछ। त्यही सिपले तपाईँलाई विदेशमा राम्रो काम मात्र होइन, आकर्षक तलब पनि दिलाउनेछ। तपाईँले विदेश पुगेर गर्ने कामको बारेमा स्वदेशमै जानकारी दिए तपाईँलाई दक्ष कामदार बनाउन अब राजधानीको चक्रपथ नारायण गोपाल चोक नजिक ट्रान्जिफको कम्पनी खुलेको छ। तालिममा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको ट्रान्जिफको कम्पनीले क्लिनिङ सम्बन्धी आधुनिक तालिम दिने बताउँछन् ग्रान्ड शिखर ओभरसिजका प्रबन्ध निर्देशक तथा नेपाल स्थित ट्रान्जिफको कम्पनीका एक सञ्चालक फहिम शाह। नर्मल क्लिनिङ हो, यसमा चाहे होटल होस्, चाहे हस्पिटल होस्, चाहे ब्याङ्क होस्, चाहे कुनै प्राइभेट सेक्टर्सहरू होस्, यिनीहरूमा भुइँ कसरी सफा गर्ने, बेड कसरी मिलाउने, वुडन फ्लोर कसरी सफा गर्ने तपाईँ यहाँभित्र हेर्न सक्नुहुन्छ। हाम्रो फ्लोरहरू बनाइरहेको छ, यसमा कुन मसिन लाग्छ, कुन केमिकल लगाएर ठिक हुन्छ, यो सबै यिनीहरूलाई डिटेली सिकाइन्छ। कुन कपडा कहाँ युज गर्ने, बाथरुममा जस्तो रातो युज गर्छ, बाहिर हरियो युज गर्छ, किचनमा पहेँलो युज गर्छ, धेरै कुराहरू यसमा सिकाइन्छ यो ट्रेनिङमा। हुन त क्लिनिङको तालिम भन्ने बित्तिकै हामी आम नेपालीमा साधारण सरसफाइ सम्बन्धी तालिम भन्ने धारणा छ, तर विदेश पुगेर क्लिनरले गर्ने काम र त्यहाँ क्लिनिङ भनेर गर्ने काम धेरै फरक छ। त्यसैले विदेशी नै कामदारले विदेशमा गर्ने काम सम्बन्धी जानकारी यहीँ लिएर गए धेरै सहज हुने बताउँछन् सञ्चालक शाह। नर्मल्ली जानु र सिप सिकेर जानुमा धेरै फरक पर्छ। अब नर्मल्ली जाँदा त्यहाँ गएर महिनौ लाग्छ भने विदेशीले सिकाउँदाखेरि यहाँ हाम्रो नेपाली ट्रेनरले नै उसलाई सिकायो भने चाँडै सिकिन्छ पनि। अनि आफू कुन काममा जाँदैछु, मैले गर्नुपर्ने के चिज हो भनेर उनीहरूले यही नै छर्लङ्ग थाहा हुन्छ। कति मान्छेलाई के छ भने क्लिनिङ भनेको मैले त बाथरुम सफा गर्नुपर्छ, मैले त्यो भन्ने धेरै कुरा हुन्छ। त्यहाँ गएर धेरै उनीहरूले भोगेको पनि छ। यो चिज यहाँ उनीहरूले थाहा पायो भने सायद उसले यो चिजलाई नलिला पनि नगर्ला पनि, तर उसले एक्सेप्ट गरे भने त्यो चिज सजिलैसँग त्यहाँ गएर अडप्ट गर्न सकिन्छ। र त्यहाँको स्ट्यान्डर्डको हिसाबले यहाँ यो सब खोल्या छ। उनीहरू धेरै सजिलो हुन्छ। त्यहाँ गयो भने अर्को दिनदेखि नै उनीहरू काम गर्न सकिन्छ। कुवेत, बहराइन, ओमान, कतार तथा अन्य मुलुकमा समेत तालिम प्रदान गर्दै आएको ग्रुप अफ चेन भएको कम्पनी ट्रान्जिफकोले तालिम मात्र दिँदैन, ती तालिम लिएका कामदारलाई विदेशको रोजगारी पनि प्रदान गर्ने गरेको छ। हाल ट्रान्जिफको कम्पनीमा करिब 25,000 बढी कामदार कार्यरत छन्। यस्तो अन्तर्राष्ट्रिय स्तरको कम्पनी नेपालमा खोल्नुको उद्देश्य चाहिँ के हो त? सञ्चालक शाह भन्छन्, नेपालमा र लेबरहरू जुन छन्, जाने केटाहरूले केही पनि थाहा हुँदैन। अनि यहाँबाट त्यहाँ गएर पनि 2-3 वर्षमा पनि उनीहरू जस्ताको त्यस्तै नै फर्केर आउँछन् अलिकति सिकेर। यो चिज यहाँ खोल्यो भने के राम्रो कुरा छ भने यहाँ उनीहरूले ट्रेन भएर गयो भने आउने दिनमा जो मान्छे 2 वर्षमा सुपरभाइजरहरू हुन्छन्, यहाँ उनीहरूले ट्रेनिङ गरेर गयो भने त्यहाँ 3 महिना 6 महिनामा पनि उनीहरू सुपरभाइजर हुने, यो हुने धेरै सजिलो हुन्छ उनीहरूलाई। अनि बेस क्लिनिङ भनेको सफाइ मात्र होइन, हाइजिनदेखि लिएर मसिन्सहरूदेखि लिएर यो सबै चिज उनीहरूले सिकाइन्छ। नेपालमा हालै मात्र सञ्चालनमा आएको ट्रान्जिफको कम्पनीले दिने तालिम तथा यसका भौतिक पूर्वाधार सन्तोषजनक छ छैन भनी निरीक्षण गर्दा तालिम संस्थाको मान्यता दिने बेलायतको बिक्स इन्टरनेसनलका प्रतिनिधि पनि सन्तुष्ट थिए। I am very impressed with the training center itself. The setup and the arrangements have been absolutely fantastic. But I've worked with Tanzifco for over 5 years, and I know they look to work to a very high standard, and they always try to ensure that the standards are maintained. नेपालीलाई स्वदेशमा दक्ष बनाई आफ्नै कम्पनीमा मात्र नभई विदेशका अन्य कम्पनीमा काम गर्न दक्ष बनाउन खुलेको ट्रान्जिफकोका प्रतिनिधिले पनि नेपालमा ट्रान्जिफको कम्पनीले दिने तालिमलाई अवसरका रूपमा लिन आग्रह गरे। Our aim is to provide skilled laborers for our clients by training them here in Nepal through our training centers to give them all the technical specification to work as cleaners, professional cleaners, in providing opportunities for the Nepali peoples to understand the concept of cleaning and professional cleaning, and giving them bigger opportunities to be working in the Gulf region. We are proud to come here and we are selected the Nepali people. Okay, they must also the Nepali people understand we are coming here also to help him and to get him more professional in the work. So I think this must be cooperated together, because this is very important. If it is not do it like this will be still too far away to between
Nepali people, the labor, and more professional in Emirat or Gulf and something. So this is what we are going to be seeing. स्वदेशमा रोजगारीका पर्याप्त अवसर सिर्जना नहुनु या त्यस्ता अवसर सिर्जना गर्न नसकेको सरकारले विदेशी नै कामदारलाई सिप सिकाएर पठाएको भेटाउन मुस्किलै छ। सञ्चालक शाह पनि निजी क्षेत्रबाट सञ्चालित संस्थाले गरेको प्रयासलाई सरकारले सहयोग गर्नुपर्ने बताउँछन्। नेपाल सरकारले गर्नुपर्ने चिजहरू भन्दा पनि हामीले जुन प्राइभेटली यस्तो गरेर चाहिँ यसलाई सहयोग गर्नु पर्यो हामीलाई, होइन? जाने मान्छेलाई नठगाइ होस्। उसले जाँदाखेरि सफाइ भन्ने बित्तिकै धेरै किसिमको हुन्छ, होइन? यहाँबाट जाँदाखेरि जुन हिसाबले सिकाइन्छ, होइन? अनि अर्को कुरा जुन तपाईँले क्वेसन गर्नुभयो, नेपाल सरकारले सहयोग गर्नुपर्ने, डेफिनेटली सरकारले ट्रेनिङ गराउनु पर्ने चिज हो। सरकारले जाँदाखेरि जस्तो फिलिपिन्स अरू ठाउँमा छन् ब्युरोहरू छ, उनीहरूले भन्छ कि भाइ क्लिनर हो भने यहाँबाट चाहिँ तिमीहरूले ट्रेनिङ लिएरै जानुपर्छ भनेपछि मान्छे ठगिँदैन र नराम्रो पनि हुँदैन। यदि सरकारले त्यस्तो योजना बनाएर कुनै पनि, म यही ट्रान्जिटकोबाट होइन कि कुनै पनि ठाउँबाट ट्रेनिङ गरेर गयो भने जाने केटालाई थाहा हुन्छ म के कामको लागि जान लागेको हुँ र मैले के गर्नुपर्ने छ। त्यहाँ जाने बित्तिकै अचानक उनीहरूले कुनै काम गर्नु पर्यो भने त्यो चिजबाट चाहिँ यिनीहरू डेफिनेटली बच्छ। दैनिक 1500 बढी नेपालीहरू रोजगारीको खोजीमा विदेशी रहेका छन्, तर ती वैदेशिक रोजगारमा जाने अधिकांश कामदार अध्यक्ष कामदारका रूपमा विदेशी नै गर्दछन्। हातमा सिपै नलिई विदेशिदा धेरै नेपालीले कम पारिश्रमिकता पाउने छँदैछ, सँगै तिनले धेरै जोखिम मोल्नु पर्ने बाध्यता पनि छ। तर सिप सिकेको खण्डमा त्यो सिपलाई स्वदेशमा पनि प्रयोग गरी दक्ष कामदार बनी राम्रो कमाइ गर्न सकिन्छ नै। यदि विदेश हुनु नै परे पनि त्यो सिपले तपाईँलाई धेरै फाइदा हुने निश्चित छ। त्यसैले सकिन्छ वैदेशिक रोजगारमै नजाउँ, तर जानै परे सबैले ख्याल राखौँ है, सिप सिकेर मात्रै जाउँ।